नमस्कार सबैजनालाई। के तपाईँलाई थाहा छ, निर्दोष जनावर मार्नु भनेको पुण्य कमाउनु होइन, पाप कमाउनु हो। भगवानलाई जीवको बलि चाहिँदैन, भगवानलाई त सच्चा भक्ति चाहिन्छ। बलि प्रथा प्राचीन अन्धविश्वास पनि हो र बलि प्रथा गर्नु भनेर कुनै शास्त्रमा पनि लेखिएको छैन। बलि प्रथा शास्त्र विरुद्ध साधना पनि हो र गीता अध्याय 16 श्लोक 23 मा पनि भनेको छ कि जसले शास्त्र विधि त्यागेर मनमानी आचार गर्छ न उसको गति प्राप्ति हुन्छ, न त सिद्धि प्राप्ति हुन्छ, न त सुख नै प्राप्ति हुन्छ। बलि प्रथा भनेको हिंसा बढाउनु हो, पुण्य कमाउनु होइन। यदि तपाईँ साँच्चीकै बलि दिन चाहनुहुन्छ भने आफ्नो पञ्चविकार काम, क्रोध, लोभ, मोह, अहङ्कारको बलि दिनुहोस्। धर्मको नाममा बलि दिनु भनेको महापाप हो। यदि तपाईँ शास्त्रविधि साधना गर्न चाहनुहुन्छ, सद्भक्ति गर्नुहुन्छ भने अवश्य पढ्नुहोस् पुस्तक ज्ञान गङ्गा र सन्त रामपालजी महाराजीको पनि सत्सङ्ग अवश्य सुन्नुहोला। सत साहेब।